यज्ञ जिल्ला राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनका सभापतिज्यू, त्यसै कार्यक्रमका पटु अतिथिज्यूहरू, जो विशिष्ट अतिथिज्यूहरू, साथै राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तह तहका नेताहरूले, सम्पूर्ण नेता तथा कार्यकर्ताहरू, साथै यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउनको लागि पाल्नुहुने गाउँ गाउँबाट, पालिकाबाट पाल्नुहुने सम्पूर्ण प्रतिनिधिज्यूहरू, नेता तथा कार्यकर्ताज्यूहरू, यहाँहरूको कार्यक्रम आज भव्यताको साथ सुसम्पन्न होस् भन्ने मेरो व्यक्तिगत तर्फबाट र नेपाली कङ्ग्रेस व्यक्तिगत तर्फबाट सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। विभिन्न विचार र सिद्धान्तहरूको साथ कार्यक्रमहरू गर्दै गर्दा अन्त्यमा हाम्रो लक्ष्य समग्रमा एउटै हुनुपर्छ जस्तो मलाई लाग्दछ। हाम्रो नीति विचार र सिद्धान्त प्रयोग हुँदै गर्दा पनि आखिरमा नेपालको विकास, समृद्धि